कामकाजहरूको तपाईँ स्थगित भएको पनि होला। अब जहाँसम्म लाग्छ छिटोभन्दा छिटो पार्टी सभापति छुट्नु भयो भनेदेखि त उहाँले नि स्वागत गर्नको लागि त उपसभापति त चाहियो नै। त्यो कुराको लागिले पनि हुन्छ, अन्य कुरा आफै कुरा केही पनि हुन नि सक्छ। अहिलेलाई त्यही कुरालाई केन्द्रित गर्ने भनौँ न। यो नखुको भिडलाई लिएर यो अड्कल गर्न सकिन्छ रवि छुट्दैछन् तसर्थ यो भिड दिनानुदिन बढ्दैछ भनेर? रवि त छुट्छन्। अब परिपक्व हेर्नुहोस्, प्रतिशोध लादेर चाहिँदा गतिविधि गराएर हुँदै नभएको केस कि चाहिँ यो कारणले यो कसुर हो, यो विषय हो, यो यति गरेको हो, यो कारणले चाहिँ यस्तो भएको हो भनेर कारण खोलाइदिनु पर्ने हो। आजसम्म तपाईँको 5वटा जिल्लाका 5वटा न्यायालयहरू अदालत हल्लाएर घुमाएर जाँदा पनि आजसम्म प्रुफ र प्रमाणहरू जुटेका छैनन्। त्यस कारणले कुनै पनि राजनीतिक प्रतिशोधले एउटा व्यक्तिमाथि यत्रो अन्य अत्याचार हुँदाखेरि यो त अहिले भोलि भावी प्रधानमन्त्री हुन्छन्, अब यो देशमा पनि केही हुन्छ भनेर यो तपाईँको राम्रो छ भन्ने हो भने सबै हिसाब किताब आफ्नो एउटा स्वार्थको हिसाबले अहिले यो लड्को लागेको जस्तो चाहिँ देखिन्छ। नत्र भने यो रवि लामिछानेको विरुद्ध नेपालमा जति एउटा दल छन् त्यो दलले पनि एउटा राजनीतिक कारण लिएर एउटा उसले पनि सहयोगको लागि पनि एउटा किन भन्दाखेरि आज यस्तो हुनै नसक्ने अन्याय एउटा व्यक्तिलाई किन लादियो, किन गरियो भनेर यो लड्को त हिजो 6 महिना 8 महिना अगाडिदेखि लाग्नु पर्ने, अब अहिले चाहिँ अबको विकल्प हो कि भन्नका लागि दौडेको मात्रै जस्तो मलाई चाहिँ लाग्छ। अब तपाईँ जस्ता टोपी लगाउने, तपाईँ जस्ता कोट लगाउनेहरू दुई धारमा देखिन्छ समाजमा हेर्ने हो भने। एक थरीले रवि लामिछाने दोषी देखाइरहेका छन्, एक थरी तपाईँहरू फेरि निर्दोष देखिराख्नुहुन्छ। यो टोपी र कोटमा पनि किन यति भिन्नता आयो? होइन, टोपी कोट अब तपाईँको इस्ट कोट, कालो कोट, सेतो कोट होइन। अब राम्रो छ भन्ने हो भने पेटीकोट यिनीहरूको त मूल्य अर्कै छ भन्ने हुन्छ पनि। तर म चाहिँ तपाईँलाई के भन्न चाहन्छु भने कुनै पनि म निस्वार्थ हिसाबले बोलेको हुँ, कसैको पक्षले हिसाबले मैले बोल्न खोजेको चाहिँ होइन। र अर्को कुरा चाहिँ तपाईँ भन्नुहुन्छ भन्दाखेरि चाहिँ राम्रोसँग भन्नु पर्दाखेरि कुरा के हुन्छ भन्नु होला भने कुनै पनि व्यक्तिले निष्पक्ष कुरा बोल्नु पर्यो। उहाँलाई अब यो दुई खेमामा बोल्नु, दुई पक्षले बोल्नु, दुईटा जिउरो गरेर बोल्नु, दुईटा लबी लागेर बोल्नु भन्दा नि निष्पक्ष कुरा चाहिँ के हो भने कि चाहिँ कुनै न कुनै कसुरदेखि लिएर तपाईँको एउटा सम्पूर्ण कुरा यो हो है भनेर आम मिडियादेखि लिएर जनता राष्ट्र अन्तर्राष्ट्रलाई सम्पूर्णले चित्त बुझ्ने गरिकन गरिदिनु पर्यो होइन। उहाँलाई जे गरे पनि हुन्छ। अब पूर्वपक्षको लागि भनेर राखेको छ, जेल तोके पनि छैन, बाहिर निकाले पनि छैन, यो कसुर भने पनि छैन। कहिले यति ढलौटी खोल्ने भनेको छ, कहिले ढलौटी खोलेको छ, कहिले फेरि लगेर राति एउटा 12 बजी तपाईँको अनैतिक हिसाबले लगेर फेरि प्रतिशोधको हिसाबमा थुनिएको छ। एउटा थुन्नु र एउटा लगेर बन्दी बनाउनु पनि त त्यसका कसुरहरू हुनुपर्छन् होला, केही न केही कुरा त हुनुपर्छ नि। त्यो कुरो उहाँहरूले घुराइदिएर गर्न सक्नुभयो भने रवि लामिछानेलाई हिरासतमा राखेर कारागारमा राखेकोमा कोही व्यक्तिले कुनै जनता र कसैले पनि विरोध गर्दैन। कुरो त के हो भनेदेखि आजसम्म केही कुरै नखोल्नुको कारण चाहिँ के हो? आम जनता र हामी चाहिँ एउटा सामाजिक अभियन्ताले पनि बोल्न खोजेको चाहिँ कुरा यति मात्र हो। अब धरोटीको कुरा गर्नुभयो, रासपाले धरोटीको कुरा गर्यो भने एक थरी रासपा छ, रविलाई धरोटीमा भयो नि छोड्नुपर्छ, बाहिरबाट मुद्दा लड्ने व्यवस्था मिलाउनुपर्छ, बाटो खोल्नुपर्छ भन्छन्। अर्को निस्वार्थ बिना धरोटी छोड्नुपर्छ भन्छन्। रवि लामिछाने छुट्यो भने तपाईँको नजरमा कसरी छुट्ने हुन्? धरोटीमा हो कि बिना धरोटी उनलाई छाड्नु पर्छ? होइन, बिना कसुरको मान्छेलाई तपाईँको बिना धरोटीले छोड्नुपर्छ। आजसम्म तपाईँको जान अनजान भएर के कारणले गरियो भने त्यसको एउटा क्षमा याचना गर्नुपर्ने हो कि माफ माग्नु पर्ने हो कि कारण हो कि कर्तव्य हो कि के कुरा पनि सबलाई चित्त बुझ्ने गरी खुलाउनु पर्छ। अब तपाईँको ढलौटी लिने भनेको त तपाईँको कुनै पनि हत्या अभियोगदेखि लिएर कसुर के भने अहिले ठुल्ठुलो कसुर हुनु त अब हाम्रो देशको कुरा तपाईँले गर्नुभयो। यहाँ अहिले 50 अर्बौं रुपियाँ खर्बौं रुपियाँ भ्रष्टाचार गरेर 50,000 1 लाख तपाईँको धलौटी खोलेर पनि निकालिएका छन्। त्यो भन्दा पनि रवि लामिछानेको विषयमा चाहिँ खासै भन्नुहुन्छ भने बिना कसुर भएको हुनाले बिना ढलौटी उहाँलाई चाहिँ बिना ढलौटी र बिना तपाईँको कुनै पनि नराखिकन तपाईँको उहाँलाई छोड्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ। रवि लामिछाने अहिलेको आवश्यकता किन भयो? साँच्चीकै हिजो मिडियामा कराएर, पुराना दललाई कराएर, पुराना नेतालाई सरापेर आएका रवि लामिछाने अहिलेको आवश्यकता कसरी हो? साँच्चीकै रवि लामिछानेमा देशको भविष्य र नेतृत्व गर्ने क्षमता छ? त्यो त छ भन्ने कुरा त तपाईँको हिजो नदेखे पनि, हिजो ढाकछोप गरे पनि आज देखियो नि त बाबा। यो तपाईँको सम्पूर्ण हिसाबले भन्नुहुन्छ 12 भाइको कुरा पनि उहाँले गरे हो। भ्रष्टाचारका सम्पूर्ण कुरा भयो भन्ने सुधा नि यहाँ कुनै पनि दलले 35 वर्षसम्म निकालेको थिएन, गरेर मात्रै खाएको हो। कुनै पनि सर्वसाधारण जनतादेखि लिएर कसैले अब सबै जनतालाई त के भयो जन्तु जस्तो बनाइदिएछ नेताले, पछि लाग्दै ठिक भइहाल्यो। र अहिले रवि लामिछानेले चाहिँ यति भए नै आवाज उठाएका थिए। तपाईँको 2 महिनाको कार्यकालमा पनि सारा भ्रष्टाचारीको फाइल खोल्न खोजेको थियो। भोलि गएर गर्न सक्नु नसक्नु हुनु नहुनु कुरा त्यो टाढा होला, तर एउटा आवाज उठाएर त्यहाँसम्म पुर्याउन सक्ने एउटा खोजी उहाँले गर्नुभयो। र सदनमादेखि लिएर तपाईँको प्रतिनिधि सभामा पनि उहाँलाई लागेको कुरा प्रष्ट
किन भन्दाखेरि बोल्नु भयो। किन भन्दाखेरि चाहे मन्त्री होस् प्रधानमन्त्री होस् जोसुकै होस् उहाँले लागेका कुरा र गरेका कुरा प्रष्ट बोल्नु भयो। त्यो प्रष्ट बोल्नाले गर्दाखेरि के भन्दाखेरि आज उहाँलाई भ्रष्ट बनाइयो। सत्य र यथार्थ र सबै कुरा चल्तीको गरे अनुसारको कुरो बोल्नाले सबैभन्दा तपाईँको नराम्रो कष्ट उहाँले भोग्नु पर्ने अवस्था यहाँ आएको पनि हो। र अहिलेको दिनमा अब कष्ट जति भोगिसक्नुभयो, कसुर पनि छैन, केही पनि छैन। तपाईँको हेर्नुहोस् पूर्वपक्षको लागि भनिएको छ, जेल तोक्नलाई यति वर्ष भन्न सकेको छैन, कसुर के भन्न सकेको पनि छैन। त्यो कारणले यतिको हुनै नसक्ने घटना र यतिको यातना र यतिको इज्जत बिज्जत खेपिसकेपछि अबको भावी र अबको विकल्प भनेको रवि लाने छाने नै हो है भन्ने कुरा अहिले ठेट सबैमा यही कुरा आएको छ, बजारदेखि लिएर सारामा यो भएको हो। अब रविको विषयमा जति धेरै चर्चा गरे पनि अहिले सामाजिक सञ्जालमा हेर्ने नि उनकै नाम छ। नाम होस् या बदनाम होस्, तर रविको चर्चा भने लिन नेताले पनि छाडेका छैनन् र भुइँ मान्छेले पनि छाडेका छैनन्। त्यसै बिचमा अहिले पछिल्लो समय च्याउसरी उम्रेका दलहरूप्रति राजसपा भन्दा पनि रविप्रति चाहिँ नयाँ दलहरूको लड्को, नयाँ दलहरूको त्यो भेटघाटलाई चाहिँ नयाँ दलहरूले रविलाई भेट्नुको कारण चाहिँ के हो? खास रविको नाम बेचेर समाजमा भोट बदल्नु हो कि अर्थात् साँच्चीकै रविमाथि अन्याय भयो भन्ने हिसाबले चाहिँ उहाँहरूको भेट भइरहेछ? अहिले त तपाईँको समर्थन र अन्याय भएकै हो। भोलि अन्यायको विरुद्धमा गएर अहिले आवाज उठाउन सकिएन, बोल्न सकिएन भने रवि पछाडिको पालो हाम्रो आउँछ है। यतिको उप प्रधानमन्त्री भएर यत्र तपाईँको सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षलाई त यस्तो गरियो भने भोलि हामीलाई पनि कुनै कुरा कसुर राखिन्न। यदि रवि लाने छाने चाहिँ फेरि यो अहिले हिरासत मुक्त भए, तपाईँको अब कारागारबाट मुक्त हुने बित्तिकै उहाँलाई हाम्रो साथ समर्थन पनि छ। उहाँलाई नै साथ दिँदा बरु हाम्रो भलो होला भन्नुको लागि अहिले, किनभने भोलि आफ्नो बचाउको लागि पनि अहिले लड्को लागेर भेट्न किन जानु पर्यो, सानोको किन दिनु पर्यो भने जायज र राम्रो कुराले त सपोर्ट दिनु पर्यो नि। तपाईँको च्याउसरी जन्म आए पनि चरासरी उम्रे पनि अरू दलले त यहाँ गर्न केही पनि सक्ने कुरा होइन। हेर्नुहोस्, किनभने उहाँले जतिसुकै दल खोलेर जेसुकै गरे पनि हिजोकै यो सामदाम दण्डभेद भएको यो भ्रष्टलाई सहयोग हुने मात्रै हो। जति च्यालेन्ज पुग्छ पुर्याउन सक्ने अवस्था व्यवस्था स्थिति परिस्थिति भनेको एउटा स्वतन्त्र पार्टीको रविलाई छानेकै मेरुदण्ड चाहिँ अहिलेको हिसाबमा हो। रवि लामिछाने देशको मेरुदण्ड हो भने अब आउने बिहिबार उनको फैसला हुँदैछ। बिहिबार रवि लामिछाने छुटेको बखतमा के जेन्जीले अहिले सामाजिक अभियन्ताले अहिले पछिल्लो समय राजसपाले भने झैँ प्रधानमन्त्री हुने योग्य व्यक्ति हो रवि? होइन, अब के तपाईँ योग्य नभएको आजसम्म के गर्यो? उहाँ त उप प्रधानमन्त्री त तपाईँ हामीले भएको देखेकै होइन भने अनि अब एउटा पद बढेर तपाईँ प्रधानमन्त्री हुनलाई उप प्रधानमन्त्री चलाएको मान्छेले के ठुलो कुरा हो? यत्रो राष्ट्रको विषयमा गहन अध्ययन गरेर गहन एउटा हुने नहुने सारा प्रतिशोध र रेसिपीदेखि लिएर सारा दुश्मनीको बावजुद पनि आजसम्म तपाईँले अलिकति नहिचकाइकन म शेर हुँ, म बाघ हुँ, म कुनै पनि अन्य अत्याचार गरेको पनि छैन, झुकेको पनि छैन, झुक्दैन झुक्दिनँ, नबिराउनु नडराउनु भन्ने एकनाथको आवाज बोकेर आएको व्यक्ति नै प्रधानमन्त्री नभएको हुन्छ त? कि चाहिँ उहाँकै सहमतिमा अरू पनि प्रधानमन्त्री हुन पनि, किनभने देश र जनता राष्ट्र सबै यो अहिले दलदलमा फँसेकोलाई बचाउन सक्नु पर्यो। सारा जेन्जीहरूदेखि लिएर साराको अहिले तपाईँको हेर्नुहोस् 78-80 जनाको एउटा ज्यान तपाईँको गएको छ, रगतको होली बगेको छ। त्यसको पनि आजसम्म सुनवाई नभएर अब दोषी जति उहाँहरूलाई लगाउला जस्तो अवस्था छ। त्यसको पनि अन्त्य गरेर सबै कुरो भोगेको जानेको एउटा तपाईँको अलिकति एक्सन लिन सक्ने कुरा, अलिकति बोल्न सक्ने कुरा, बुझेको र भोगेको मान्छेको लागि नै अबको विकल्प भनेको रवि लामिछाने सबैले सम्झेको कुरा यही हो। अब तपाईँहरू टोपी लगाएका र कोट लगाएको विश्वास गर्ने आधार कहाँ छैन भने हिजो घरमा बसे नि कुर्सीमा बसेका, आज मन्त्रालय बसे नि कुर्सीमा बसेका प्रधानमन्त्रीको दोहोरो जुन भाषा छ नि त्यसरी हेर्ने हो भने तपाईँ अहिले यो टोपी लगाउँदै बोल्दा रवि लामिछाने निकट जस्तो, रविको पक्षमा वकालत गरेको जस्तो, फेरि टोपी फेर्न बित्तिकै रवि चाहिँ साँच्चीकै दोषी हो, उनलाई त छोड्नै हुँदैन भन्यो भने तपाईँहरूको कसरी विश्वास गर्ने? कि प्रधानमन्त्रीको विश्वास गर्ने कि तपाईँहरू जस्ताको विश्वास गर्ने? अब हेर्नुहोस्, हामी त तपाईँको निश्चय स्वतन्त्र एउटा त्यागी, एउटा आजसम्म राष्ट्रमा चिन्तन गरेर 35-40 वर्षसम्म आफ्नो तपाईँको त्याग गरेर बसेका व्यक्ति हो। हाम्रो टोपी कहिले पनि शिरमा लाउने हो, खुट्टामा र घोडा लाउने व्यक्ति हामी होइनौँ। एउटा कुरा, टोपी लाउँ नलाउँ, ज्वारी कोट लाउँ, इस्टकोट लाउँ, कोट दौरा सुरुवाल कोट जेसुकै लाउँ, हाम्रा बोली जहिले पनि छोराको बोली र गोली बराबर गरिकन आज चाहिँ एकनाथको स्वतन्त्र हिसाबले बोलेर हिँडेका व्यक्ति हौँ हामी। त्यो कसैको जस्तो दही चिउरेको जस्तो राष्ट्रलाई थाती राखेर भ्रष्टाचार गरेर सारा दिन दुखी लुलालङ्गा र अन्न अपाङ्ग जनतालाई रुवाएर खानको लागि तपाईँ देखाउने दाँत र लुकाउने दाँत गरेर हिँडेका हामी व्यक्ति हेरौँ। हाम्रो टोपी शिरमा लाइन्छ, सदैव लाइन्छ, जति बोलिन्छ यथार्थ र सत्य जायज र सबले हो भन्ने गरी मात्रै बोलिन्छ। त्यसो भए तपाईँहरूले बोल्नु भएको कुरा सबै सही छ, रवि सबै सही छ, रवि चाहिँ साँच्चीकै अर्थात् राजसपाले उठाएका मुद्दा सबै सही छ,
अरू सबै गलत भन्ने हो एमाले काङ्ग्रेस माओवादी? होइन, अरू सबैलाई गलत भन्नुभन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कुरो भन्दा पनि रवि लामिछानेलाई प्रतिशोध लादियो, अन्य अत्याचारमा राखियो, कुनै पनि दोष र कारण कसुर कुनै पनि खुलाइएन। यसको लागि नै हामीलाई चाहिँ अलिकति के भन्दै अन्यायपूर्ण हो कि जस्तो लाग्यो हो। अहिले सब आम मान्छेले भन्नु खोजेको यही नै हो। किन भन्दाखेरि भोलि राष्ट्रिय स्वतन्त्र पार्टी नै सर्वे संसारै हो भन्नु त उसको कर्म र गति र मतिले देखाउला। अहिलेको लागि चाहिँ रवि लामिछाने पार्टी सभापतिलाई राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षलाई चाहिँ प्रतिशोध लादियो, हुँदैन गरियो, कसुर पनि तोकिन्न, गल्ती बिगो यो पनि भन्न सकिएन कि चाहिँ यो हो भन्दै भने सब व्यक्तिले चित्त बुझाउन सक्थे भन्ने भनाइ हो। यो पनि त हो नि, बिहान उदाउँदाको घामदेखि बेलुकाको रातको जुन उदाउँदासम्म तपाईँहरू राजसभाको वकालत गर्नुहुन्छ, तर सहकारी पीडितको लागि खै बोलिदिएको? सहकारी पीडितहरू पनि त पीडित छन्। रविभन्दा सहकारी पीडित धेरै पीडित होइनन्, उनीहरूको लागि तपाईँको आवाज कहिले जान्छ? होइन, हाम्रो आवाज तपाईँको जहिले पनि आइराखेकै छ। हामी त्यो रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा मात्रै बोलेर हिँड्ने खालका र रातो दिन नीति निरन्तर त्यही जब तब हामी त्यो गर्ने खालका होइनौँ। लागेर अन्य अत्याचारको विषयमा समय र ठाउँ पर्दा तपाईँहरू जस्तो मिडियाकर्मी भाइहरूले चारवटा कुरो लागेको कुरो बोलिदिनुहोस् भन्दा बोल्ने हो। हामी खोजी गएर बोलेर कसको नुन पानी खाएका पनि छैनौँ। एउटा कुरो सहकारी पीडितहरूले पनि आफ्नो आवाज आफूले पनि त उठाउनु पर्यो नि। तपाईँ चुप्प लाएर बसेर सहकारी पीडितहरूको कुरा त सहकारी पीडितदेखि लिएर साराको कुरा त अब रवि लामिछाने निस्केर आएपछि यसका कुरा सबै हुन्छ भनेर अहिले सहकारी पीडित त तपाईँ चुप लाएर बसेको बेला हामीले मात्रै त्यो ट्याउँ गरिरहने कुरा होइन। अहिले मुख्य विषय भनेकै रवि लामिछाने निस्केपछि सबै कुरा यसको खोजी नीति हुन्छ कि भन्ने मनसाय सबैको छ क्या। रवि लामिछाने आफैले सरकारको नेतृत्व गर्दाखेरि त सहकारी पीडितले न्याय नपाएको यो देश अब रवि लामिछाने नखुबाट छोड्दैमा चाहिँ सहकारी पीडितले साँच्चीकै न्याय पाइहाल्छ भन्ने चाहिँ के छ आधार? होइन, आधार त तपाईँको हिजोदेखि लिएर उहाँले नै भनेको हो, म जसरी पनि तपाईँहरूको यो काम गर्छु। उहाँले कुनै पनि आन्दोलनकर्ताहरूलाई गएर भेटेर सहानुभूति दिएर तपाईँहरू भन्न नमान्नुहोस् म यसको समाधान गर्छु भन्दै उहाँलाई लगेर अब तपाईँको अनेक नान्साना लाएर अनेक प्रतिशोध लादिएर हुनै नसक्ने अभियोगहरू बोकाएर उहाँ नै कारागारमा हुनुहुन्छ त अनि उहाँले के बोलिदिनुहुन्छ? उहाँ आइसकेपछि नै बोल्नुहुन्छ भन्ने कुरा सहकारी पीडितका तपाईँ र म भन्दा सहकारी पीडित त हतार हुनुपर्ने हो नि। उहाँहरू त चुप लाएर रवि लामिछानेकै आश गरेर बस्नु भएको छ भने केही न केही त उहाँले बुझ्नु भएको छ। त्यो भएको हुनाले सबै आश भरोसै अहिले रवि लामिछानेमाथि राखिएको छ। त्यो कुरा भोलि पुरा होला नहोला, भएदेखि राम्रै भयो, नभएदेखि त्यही अनुसारको कुरा फेरि पनि आइहाल्छ, मिडियामा नै आउँछ, तपाईँले सोध्नुहुन्छ मैले पनि बताइहाल्छु। यो रवि लामिछानेको विषयमा पछिल्लो समय विभिन्न खालका प्रमाणहरू छाताछुल्ल हुने गरेको छ। त्यसबीचमा पनि नेपाली काङ्ग्रेसका जल्दाबल्दा युवा नेता गगन थापाले देखाएको प्रमाण चाहिँ अहिलेसम्म आएन भनिरहेका छन्। त्यसको खोजी गर्नुहुन्छ कि गर्नुहुन्न? अब प्रमाणै रहेछ त, प्रमाण भएको भए त आइहाल्थ्यो। प्रमाणै छैन, भएको भए नभएको भएर त नआएको। प्रमाण होइन, सबै प्रतिशोध लादिएको रहेछ भन्ने कुरा बुझ्यो। भोलि रहेछ भने पनि उहाँले देखाउने भन्दा पनि त पटक पटक तपाईँ हामीले सुनेकै छौँ। बरु माफ माग्न तयार उनी पनि छन्। मैले अलिकति जानी नजानी बोली कि भनेर एउटा बुद्धिजीवीले त कि तपाईँको साथ दिन्छ, प्रमाण दिन्छ कि माफ त माग्छ नि, त्यो कुरामा गएको हो। अहिले कुनै पनि हिसाबले तपाईँको अब उहाँले नबोलेको कुरा तपाईँ हामीले मात्र बोल्ने कुरा त भएन। प्रमाण हामीसँग होइन, हामीले देखाउँछौँ भने नि होइन। देखाउँछौँ भन्ने मान्छेले कि प्रमाण देखाउनु पर्यो कि माफ माग्नु पर्यो कि क्षमा माग्नु पर्यो। अब यो राजनीतिमा तपाईँको कहिले तल कहिले माथि, कहिले जुत्ता माला कहिले फुलको माला, कहिले भएको कुरा कहिले नभएको कुरा गर्न चलनै रहेछ होइन। अब त्यसमा के गरी मिलाउनुहुन्छ त्यो अब हाम्रो महामन्त्री गगन थापाले नै जानेको छ। अब अहिले नेपाली काङ्ग्रेसका एकजना नेताले रविलाई बोकेरै रविको जिम्मा म लिन्छु भनिरहेको अवस्था अहिले हेर्ने हो भने रवि भाग्ने मान्छे होइन, उनलाई निकाल्न पर्छ भने जिम्मा म लिन्छु भन्ने एउटा काङ्ग्रेसभित्रकै नेता, एकजना काङ्ग्रेसभित्रकै नेताले रविको खेदो खन्ने। यो काङ्ग्रेसको दोहोरो चरित्र जनतालाई झुक्याइएको हो कि राजसभालाई झुक्याइएको हो कि अर्थात् यो मिडियाको हेडलाइन मात्रै हो? मिडियाको हेडलाइन पनि होइन, नबोलिकन मिडियाले मात्रै पनि त्यसै छापेको छैन। अब कसैले पनि नबोलेको कुरो बोलेर ल्याएर मिडियाले तासेर बोलेको पनि होइन। एउटा कुरो मैले चाहिँ बुझ्दाखेरि के भन्दाखेरि अहिले भर्खर युवा नेपाली काङ्ग्रेसका सक्रिय नेपाली काङ्ग्रेसका भन्दा नि देश र समाज अवस्था व्यवस्था अनुसारका चाहिँ अहिलेको हिसाबलाई अहिले देखेकोमा चाहिँ तपाईँको एउटा सुनिल शर्मालाई देख्थ्यो। उहाँले व्यक्तिगत तर्फबाट बोलेका कुरा हुनु यो हो, प्रतिनिधि सभा सदस्य काङ्ग्रेसबाट उहाँले विजयी गरे हो। तर अहिले बोलेका जति कुराहरू छ उहाँको व्यक्तिगत कुरा हो, त्यसले नेपाली काङ्ग्रेसलाई लगाएर छोएर बोल्न मिल्ला नमिल्ला त्यो बेग्लै कुरा हो। अर्को कुरा के भने नेपाली काङ्ग्रेसको महामन्त्री भएका एउटा गगन थापाले पनि आफ्नो कुरा मसँग प्रमाण छ, म जुटाउँछु देखाउँछु भन्न नमानुस् भनेको कुरा आज देखाउन नसक्नुको कुराले के कुराले बोल्नुभयो, कसो कुरा बोल्नुभयो
के अवस्थाले बोल्नुभयो त्यो बोल्नेलाई थाहा छ होइन, नत्र भने कि प्रमाण देखाउनु पर्थ्यो। त्यो नभएको कारणले होला उहाँले कि प्रमाण देखाउन नसके भने मैले भुल सुधार गरेँ, मैले माफ मागौँ, क्षमा मागौँ भन्ने अवस्थामा नि होला। तर नेपाली काङ्ग्रेसकै महामन्त्रीले बोलेका कुराले गर्दाखेरि केही न केही होला। तर सुनिल शर्माको बोली चाहिँ एउटा व्यक्तिको र एउटा प्रतिनिधि सभा एउटा सदस्यको बोली भनौँ न। रवि लामिछानेले नक्खुबाट लेखेको संविधान जति बेला चर्चामा आयो, उनले भित्र बसेर एउटा संविधान लेख्दैछ अरे, त्यसको 2-4 अरब म पनि थपिदिन्छु भनेर डाक्टर सुनिल शर्माले नि भन्नुभयो। त्यसपछिबाट नेताहरूको, अभियन्ताहरूको अर्थात् जल्दाबल्दा समाजसेवीहरू, पूर्व न्यायाधीशहरूको भिड नक्खुमा लागिरहेको छ। रवि लामिछानेले लेखेको संविधान च्यात्न खोजिएको छ कि त्यो संविधानको धारा उपधारालाई आफूले नोटिस गरेर ल्याउन खोजिएको छ कि यो भिडले रविलाई खतरा छ कि छैन? यो भिडले तपाईँको रविलाई खतरा त हिजो भिड लाग्ने बेला लाग्न सकेनन्, आवाज उठाउने बेला उठाउन सकेनन्। अबको यो विकल्प हो, अबको भावी हो, सबै भन्नको लागि सबै स्वार्थले दौडादौड गरेको। अब बालवालाले तपाईँको न्याय गर्न नसकेपछि पूर्व प्रधान न्यायाधीशहरू जानु, दौडादौड गर्नु। र अर्को कुरा के चाहिँ हो तपाईँले भनेको कुरा चाहिँ भने कुनै पनि रवि लामिछानेले यस्तोसम्म संविधान संशोधन गर्यो भने हाम्रो देशमा यस्ता भ्रष्टाचारी, अन्यायचारी, बेविचारीहरूदेखि लिएर अन्त्य हुन सक्छ कि भन्ने एउटा कुनै आफ्नो एउटा खेसरा गरिएको होला होइन, एउटा वैकल्पिक गरेको लेखेको होला। तर त्यो उहाँले लेखेको कुरो जो भेट्न गयो नि उहाँहरूलाई लाएर फोटो खिचेर लैजानुहोस्, यो लेखी त उहाँले पक्का पनि भन्नुहुन्न। त्यसमा चाहिँ तपाईँले त्यो पिर मान्नै पर्दैन। उहाँको जति छ त्यो आफ्नो तपाईँको त्यो नोटबुक छ नि, त्यसमा जति लेखेको छ, खेसरा गरिएको जे गरेको छ तपाईँको त्यही नै छ। उहाँलाई नै मात्र थाहा छ त्यो कुरो। यो अभियन्ताहरू, नेताहरूले रवि लामिछानेलाई भेट्न जाँदै गर्दाखेरि मेरो प्रश्न व्यक्तिगत, यसले चाहिँ रवि लामिछानेलाई खतरा छ कि छैन? रवि लामिछानेलाई भेट्न जाँदा के को खतरा भने तपाईँ भेट्नै नजाँदा नि खतरा थिएन नि उहाँलाई। उहाँले त अब बुझिसक्नुभयो कि यस्तो स्वार्थ संसार छ, यो दुःख तपाईँको बिराम केही गर्नै पर्दैन, भएको र सत्य कुरा बोलिदियो भने योभन्दा ठुलो दुश्मन यो देशमा केही हुँदो रहेछ भन्ने कुरो रवि लामिछानेदेखि हामीदेखि लिएर सबले बुझेको हुनाले अहिले यो आएको भिड किन दौडेर आएको छ भन्ने पनि कुरा सबै रवि लामिछानेलाई प्रष्ट थाहा छ। हेर्नु, त्यो तपाईँले मैले भनिरहनु पनि पर्दैन। उहाँलाई कुनै कुरा भिड जाँदा नि खतरा छैन। उहाँलाई त बरु एउटा के छ भन्दाखेरि हिजो केही पनि नगरे पनि अहिले चाहिँ पश्चाताप गरेर, अहिले चाहिँ बुद्धि पुगेर, अहिले चाहिँ ज्ञान आएर सबै मान्छेले चाहिँ एउटा भेट्न जानुपर्ने, सहानुभूति दिनुपर्ने, तिर्न मानस हामी छौँ भन्नु पनि पर्यो। भोलिको विकल्प हो भने फेरि अगाडि देखिनु पनि पर्यो। हाम्रो त यहाँ त तपाईँको 4 हातबाट 4तिर टेकिन्छ, यदि भएन भने टाउको शुद्ध गरेर 5तिर टेकिने चलन छ। अब कताको के टेक्या भन्ने कुरा नै त्यो अझ भन्नु बताउनै गाह्रो छ। त्यस कारणले रवि लामिछानेले त्यस्तो पनि कुरा केही पनि छैन। अब आउने बिहिबारको लागि उहाँको पूर्ण तयारी पनि हुन्छ। अब उहाँलाई त्यस्तो विलम्ब गरेर जुनै प्रतिशोध लाएर कुनै पनि हिसाबले फेरि हिरासतमा राखिरहन मिल्ला जस्तो अवस्था जस्तो मलाई लाग्छ। अब रविको विषयको चर्चाले सामाजिक सञ्जाल जति धेरै चर्चामा आउँछ त्यो सँगसँगै त्यहाँ जाने, उनको विषयमा बोल्नेहरूको चर्चा पनि त्यत्तिकै हुने गर्दछ। के यो सबै अहिले रविलाई भेट्ने गएका, रविलाई माया गरेका सबैको गुण र ब्याज रवि लामिछानेले एकैचोटि तिर्लान् कि? अर्थात् हिजो किस्तीमा दिएको प्रधानमन्त्री अस्वीकार गरेको जस्तै अहिले भेट्न गएका कुराहरूलाई अस्वीकार गरेर रवि लामिछाने आफ्नो भविष्य बनाउन लाग्ला? आफ्नो भविष्य भन्नाले देश र जनता, तपाईँको राष्ट्र अन्तर्राष्ट्रमा एउटा मान्यता हुने गरिकन अहिले चाहिँ ठुलो भ्रष्टाचारदेखि लिएर अन्यायचारमा फसेको एउटा दलदलमा फसेको देश र राष्ट्र र जनताहरूलाई उकास्नको लागि उहाँको नीति निरन्तर हुन्छ कि जस्तो मलाई आश लागेको छ। हेर्नुहोस्, अब जति कुन किसिमका मान्छे मलाई भेट्न आएनन् भन्ने कुरो उहाँलाई प्रष्ट पनि थाहा छ। सबै भेट्न जाने जति तपाईँ कुरो सुन्नु न, सबै बोल्ने जति बाठा हुँदैन, नबोल्ने जति लाटा हुँदैन भने सबै भेट्न जाने जति सबै उहाँकै फेभरको उहाँकै मान्छे भेट्न गयो भन्ने पनि होला नहोला। अब भेट्नै नजाने मान्छेले पनि त सामाजिक सञ्जाल उहाँको भलो राम्रो चिताएर एउटा सामाजिक अभियन्ताले बोलिराखे पनि त छ। भेट्न जाँदैमा ठुलो, नजाँदामा सानो नि त होइन नि। अगाडि गएर मात्रै दर्शन भेट गरेर आएर हामी आए भाइ तपाईँको मान्छे भन्नै पर्छ भन्ने त्यो त हाम्रो चाकरीको कुरा हो। नत्र भने एउटा माया, दया, विचार, विवेक छ कुनै पनि भनेदेखि त तपाईँ पछाडि पनि त बोल्न सकिन्छ नि होइन। म भेट्नै गएको छैन नि, तर बेला निशानलाई बोलिरहेको छु होइन। यो बोल्नलाई चाहिँ किन सत्य, तथ्य, यथार्थ, निष्पक्ष, जायज देश र जनताको र अवस्थाको व्यवस्थाको विषयमा बोल्दाखेरि कसैलाई भेट्न जानुपर्ने, कसैलाई माला लाउनु पर्ने, कसैले चिन्ला कसैले नचिन्ला, भोलि यो लिउँला ऊ लिउँला नभन्ने मान्छेलाई निष्पक्ष बोल्नलाई म जस्तो व्यक्तिले जहिले पनि खुलिआम सक्छ, यो कुरा ढुक्क हुँदा हुन्छ। तपाईँ जस्ता व्यक्ति अर्थात् तपाईँ आफै रविलाई भेट्न नजानुको कारण के? हेर्नुहोस् त, अहिले भर्खर जनताले चिनेको 3 महिना भएको छैन, ती व्यक्तिहरू रविलाई भेट्न दौडधुप गरेका छन्। तर तपाईँको नेपाली समाजमा लामो एउटा योगदान छ, तपाईँले गर्नुभएको कामको छुट्टै योगदान पनि छ। सँगसँगै तपाईँ जस्ता व्यक्तिहरू रविलाई भेट्न नजानुको कारण
पर्खर हेरको अवस्थामा के भाउ खोजेर बसेको हो कि अर्थात् पालो नआएको? पालो नआएको भनेदेखि तपाईँ हामी एउटा कुरो पनि शुद्ध सत्य निष्पक्ष देश र जनताको जहिले पनि भलो चिताउने मान्छेलाई दौड गरेर तुफान गराएर मेरो नि पालो आयो म पनि आएको थिएँ भन्न जानु पर्दैन। मेरो विषयमा उहाँहरूले मिडियामा बोल्दैकै छ, उहाँहरू नआए नि मेरै विषयमा जहिले पनि बोल्नु भएको छ भने उहाँलाई थाहा नै छ। त्यो चाकडी दर्शाएर दौड गरेर भ्याइ नभ्याइकन नाम लेखाएर तुफान गर्न जानु पनि पर्दैन। उहाँको भलो होस्, उहाँलाई यो प्रतिशोध लागेर अन्य अत्याचारबाट मुक्त गराइदिनुहोस् भनेर हामी आम मिडियाकर्मी र सामाजिक अभियन्ता मैले बोलेको छु होइन। त्यहाँ भेट्न नजाँदैमा मैले उहाँलाई माया मारे हुने, उहाँलाई विचार नगरे हुने र भेट्न जाँदैमा चाहिँ धेरै माया गरे हुने भन्ने कुरा हामीमा लाग्दैन। मलाई चाहिँ हेर्नुहोस् होइन, अब जसलाई जे लागेको छ आफ्नो आफ्नो स्वभाव र व्यवहार के छ त्यही अनुसार मान्छेहरू दौड गर्ने। हाम्रो नेपालको चलन त तपाईँको माछा भए दुलैभित्र हात, माछा निक्ले बाहिर कुत्ता हात निकाल्ने हात भने जस्तो चलन छ। तर मलाई चाहिँ त्यो लागेर कुनै पनि व्यक्तिलाई, एउटै व्यक्तिलाई यत्रै राष्ट्रभरिका लागेर सारा राजनीतिक दल लाएर अन्य अत्याचार कोही व्यक्तिलाई पनि गर्नु हुँदैन। साथै एउटा रवि लामिछानेको यत्रो शक्ति र तेज, यत्र पार्टीका कार्यकर्ता, यत्र हस्ताक्षर भएको मान्छेलाई चाहिँ यस्तो हुन्छ भने सामान्य एउटा सर्वसाधारण व्यक्तिलाई त तपाईँको जे आरोप लगाएर जे प्रतिशोध लाद्दी पनि हुन्छ भन्न आएको लागि पनि आम नेपाली जनताले पनि अन्यायको विरुद्ध बोल्नुपर्छ है, अन्यायको विरुद्ध हुनुपर्छ भनेर सारा अहिले दही चिउरा खाएर बसेका समाजहरूले पनि आँखा खोलेर हामी एक हौँ भन्नेको भावना अगाडि बढाउनुपर्छ जस्तो लाग्छ। तपाईँले नि भन्नुभयो, उसो त हेर्ने हो नि रवि लामिछाने जस्तो एकचोटि नेपालको गरिमाय पदमा, जिम्मेवार पदमा गइसकेको व्यक्तिलाई त पटक यसरी घुमाइएको छ भने रवि लामिछाने जस्ता कति होलान् यो अनुमान गर्न सकिन्छ? यस्ता मुद्दामा अहिलेसम्म पार नलागेको, बिना प्रमाण अहिलेसम्म भित्र थुनिएका व्यक्तिहरू कति होला? अब तपाईँले भन्नुभयो, अब मैले पनि कुनै पनि लयर्सहरूले विषयले बोलेको कुरा सुनेको मैले। अब कारागारभित्र 2 पिस पाउरिटी चोर्या मान्छे नि अहिलेसम्म 10औं वर्ष थुनेर बसेको छ होइन। अब तपाईँको कुनै पावर हुने मान्छे तपाईँको तस्करी, भ्रष्टाचारी, अत्याचारी, व्यभिचारी देशै लगेर राष्ट्रै लगेर धितो राखेर थाती राखेर टेन्डर हालेर खानलाई पनि कारबाही हुँदैन, बलात्कारीले पनि छुट्टिन्छ। अब तपाईँको होइन भनेदेखि अब तपाईँ साना केसमा पनि आजीवन कारावास राखिएको पनि अवस्था छ। हेर्नुहोस्, यो सत्यले सरापेको मुलुकमा यहाँ कुनै पनि न्यायालयदेखि लिएर साराले पनि प्रत्यक्ष र प्रष्ट न्याय गर्छन् भन्ने कुरो दलको आधारले छैन। अब एउटा तपाईँको प्रष्ट न्याय दिनको लागि, राष्ट्रको लागि, देशको लागि र जनता र देशको माया हुने भनेको तपाईँलाई राजालाई हो। हेर्नुहोस्, कुनै पनि राजनीतिक दललाई हुन्न। अब राजाको पनि अवस्था र व्यवस्था समय बलवान हुन्छ। हेर्नुहोस्, अब कत्रो राष्ट्रवादी, समाजवादी, जनवादी सारा जस्तो पारो सरकारदेखि लिएर सारा मिडिया कर्मी लिएर चाहिँदो आरोप लाएर अहिलेसम्म तपाईँको नराम्रो अवसर परेको छ। त्यसो भएको हुनाले राम्रा व्यक्तिलाई अगाडि आउनलाई हिजोदेखि आजसम्म हाम्रो देशमा मुस्किल छ भन्ने अनुमान गर्न सकिन्छ। यस्ता बिना कारण, बिना कसुर, बिना प्रमाणका कुराहरू त कति कारागारमा बसेर तपाईँको मान्छे बसेका छन्। त्यो कुरा गुनासो गर्ने कसले गर्ने? अब राम्रो कुरा बोल्यो भने यस्तो आरोप प्रत्यारोप लाग्छ। त्यही भएर कुनै दिन यिनका पनि आँसुले पोलेर केही न केही होला जस्तो अहिले जेनजीले यति छिटो परिवर्तन त ल्याएको थियो, नल्याएको होइन। त्यही जेनजीको परिवर्तन त्यही रगतले फेरि पोल्ला कि भनेर हेक्का राखेर सबले काम पनि गर्नुपर्ने हो। जेनजीको पनि एउटा कुनै पनि आवाज र राम्रो आवाजले अब चाहिँ रवि लामिछानेको हिरासतमा बसिरहने चाहिँ म्याच सक्यो जस्तो मलाई चाहिँ लागेको छ। के अहिले रवि लामिछानेको विषयमा सपोर्ट गर्दै गर्दा, रवि लामिछानेलाई माया गर्दै गर्दा लाग्छ तपाईँलाई थाहा छ कुनै व्यक्ति रवि लामिछानेको विषयमा बोलेकै भरमा पक्राउ परेका छन्, अर्थात् यातना भोग्नु परेको, बाध्य भएको थाहा छ? होइन, त्यो थाहा छ भन्दा पनि कतिपयले त तपाईँ भोगे रवि लामिछानेको विषयमा आवाज उठाउँदाखेरि कतिले चुटाइ खाए, कतिले पिटाइ खाए, कतिले कारागार गए होलान्। यहाँ तपाईँको राम्रा कुराको त काहीँ कुरा लेखाजोखा हुन्न भने नराम्रो कुरा र त्यो एउटा व्यक्तिको कुरा त कति होला होइन। त्यो कुरा त किनभने एक दिन मर्नुपर्छ, एक दिन जन्मेपछि मर्नुपर्छ। यस्तो हुनै नसक्ने अपराध चाहिँ ठाउँमा, सत्तामा, कुर्सीमा, सत्ता र भत्तामा बसी भनेर गर्न हुँदैन भन्ने कुरो सबले जान्नु पनि पर्छ होइन। अब यो हुँदै नहुने कसुर बोकाएर मान्छेलाई एउटालाई रुवाएर जेलमा बसाएर त के काम होला? तर त्यस्तो कुराको पनि अवस्था पनि जति तपाईँको एउटा दुर्गा पर्साई तपाईँ एउटा कारागार तपाईँको होइन काठमाडौँ के अरे प्रहरी परिसरमा बस्दा त कति प्रहरीको गुनासो र कति एउटा त्यो कैदी बन्दीहरूको गुनासो उहाँले बुझ्नुभयो। अहिले रवि लामिछानेले पनि त्यस्तो कुरा त धेरै बुझ्नु भएको छ नि। त उहाँ आइसकेपछि उहाँ नै हो सबै कुरा गर्न सक्ने र ठाउँमा पुग्ने, उहाँले नै केही गर्नुहुन्छ भन्ने आश छ। यो राजसपालाई तपाईँ जस्ता बुद्धिजीवीको केही छ सन्देश? अर्थात् लामो समय रविको नभइकन राजसपाको भविष्य वैकल्पिक शक्तिको लागि तपाईँले बोल्दै आउनुभयो, अझ पनि यो वैकल्पिक शक्तिहरू फुटमा गइरहेको अवस्था छ। यो राजसपा र नयाँ वैकल्पिक शक्तिलाई केही छ सन्देश? होइन, सन्देश त हेर्नुहोस्,
राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामीले पटक पटक के भनेका छौँ भने कुनै पनि दौडेर हुत्तेर यो हानाथाप गरेर आएका व्यक्तिहरू सबै आफ्ना होलान् नहोलान् त्यसमा बडा धैर्यपूर्वक सोच्नुपर्छ। किन भन्दाखेरि सबैतिर अगाएर ठाउँ नपाएर आएर मान्छे दौड पनि गरेकै छ। मैले राष्ट्रिय स्वतन्त्र पार्टीले योभन्दा 2 वर्ष अगाडिदेखि के भन्दै आएको भने त्यागी तपसी भद्र राष्ट्र देश र जनताको सेवक गर्ने मान्छे घरमा बसेका छन् नि ती व्यक्तिहरूलाई राष्ट्र निर्माणको लागि हजुरहरू आउनु पर्यो भनेर हात जोडेर बोलाएर ल्याउनु पर्यो। किनभने यो त पार्टीमा मात्रै आउन लागि भने दौड धुप त के भन्नु भने अन्त आएका मान्छे दौडेर आएका हुन्। तर यसले लाभ होला नहोला र कतिपय कुराहरूको जासुस होलान्, कतिपय कुरा फसाउन आएका होलान्, त्यसलाई पनि सम्पूर्ण कुरा होस गरेर अगाडि गर्नुपर्छ। अब जसले भलो चिताएर आजसम्म नीति निरन्तर बोल्छ त्यसलाई पाखा लागियो होला, जसले अब ठाउँ कहाँ पाइन्छ भनेर दौड गरेर आएको होला त्यसलाई भित्र राखेला होइन। यस कारणले गर्दाखेरि धेरै ठुलाहरू औठेराहरू पर्न